फाइनली मेरो पनि फेसबुकबाट फर्स्ट पेमेन्ट आइसकेको छ, देख्नु सक्नुहुन्छ होइन है। फाइनली है तपाईँहरूको साथ सपोर्ट माया है, अनि जसले पनि मलाई भिडियोहरू बनाउनुमा सपोर्ट गर्नुभयो, स्पेसली मेरो हस्बेन्डले त यति धेरै मलाई सपोर्ट गर्नुभएको छ नि, अनि मेरो साथीभाइ है, तपाईँहरू सबैजना भ्युअर्सहरूलाई एकदम धेरै धेरै मेरो आन्तरिक हृदयबाट धन्यवाद भन्न चाहन्छु है। अनि यति बेसी खुसी छु नि अब है, आफूले मेहनत गरेको छ भने चाहिँ फल चाहिँ अवश्य पाउने छ है। अनि म सबैजना क्रिएटरहरूलाई भन्न चाहन्छु, नयाँ क्रिएटरहरूलाई है, तपाईँहरूले है भ्युजहरू आएन भनेर भिडियो नछोड्नुहोस् है। एक दिन चाहिँ आउँछ है, एक दिन मेहनत गर्नुभएको छ नि फल अवश्य आउँछ है। किनभने मैले पनि आजभन्दा 2 वर्ष अगाडिदेखि चाहिँ फेसबुकमा काम गर्नु थालेको थिएँ, तर मेरो बिचमा चाहिँ प्रब्लम भएर चाहिँ मेरो अर्निङहरू पहिल्यै भइसक्थ्यो है। यति धेरैले अर्निङ भयो 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 भनेर सोध्नुहुन्थ्यो होइन। अनि मेरो चाहिँ धेरै उयो भयो, प्रब्लम भएर चाहिँ मैले भिडियो चाहिँ बनाउनु छोडिनँ, तर हरेस चाहिँ खाइनँ मैले होइन, र पनि मेरो रिअर्निङ भयो होइन। अनि एकदम खुसी छु हो, एकदम खुसी छु। किनभने मैले जब गर्दाखेरि फर्स्ट स्यालेरी पाउँदा म कति खुसी थिएँ नि, त्यति नै खुसी छु। मेरो चाहिँ अस्तिको दिनै पेड भएको थियो, तर अकाउन्टमा पैसा चाहिँ अघि बिहानै आएको थियो होइन। अन्त यति बेसी खुसी भयो नि, यति बेसी खुसी हुँदो रहेछ है आफूले मेहनत गरेको छ भने। अनि त्यही भन्छु, तपाईँहरूले पनि मेहनत गर्नु नछोड्नुहोस्, हरेस चाहिँ नखानुहोस् है। अनि एक दिन यसरी पेमेन्ट आउँछ तपाईँहरूको पनि हो, हेर्नुहोस् है मैले देखाएको छु है, तपाईँलाई कति आएको छ तपाईँहरूले पनि देख्नु सक्नुहुन्छ। अन्त एकदम खुसी छु होइन। अनि तपाईँहरूले कति माया गर्नुहुँदो रहेछ भन्ने कुरा थाहा पाइयो है। अनि तपाईँले यो जग्गामा दिनुभयो है, अनि तपाईँहरूले अझै माथि लानुहोस् है, अझै धेरै सपोर्ट माया दिनुहोस्। तपाईँहरू नै हुनुहुन्छ, हुनु त यो पैसा त तपाईँहरूको माया भन्दा त ठुलो कुरा होइन, पैसा भनेको आउँछ जान्छ होइन। अनि तपाईँहरूले यति धेरै माया दिनुभएको छ, यसरी नै माया दिनुहोस्। राम्रो राम्रो भिडियोहरू ल्याउने कोसिस गर्छौँ होइन। अनि अझै पनि सबैजनालाई धेरै धेरै धन्यवाद है। मैले कस्तो कस्तो परिस्थितिमा भिडियोहरू बनाएको छु है, तर मैले भिडियो बनाउनु छोडिनँ होइन। तपाईँलाई थाहा छ नि त, थाहा हुनेलाई है, मलाई कस्तो कस्तो प्रब्लमहरू आएको थियो, र पनि मैले भिडियो बनाउनु छोडिनँ। यति बेसी खुसी भइरहेको छु है। अनि त्यही हो, मेरो आमा भएदेखि है यतिखेर इमोसनल, मेरो आमा भएको भए आमाले कति खुसी हुनुहुन्थ्यो होला होइन, मेरो अब पेमेन्ट आयो भनेर हो। यो इमोसनल भयो नि त, किनभने चाहिँ मैले मेरो आमा बिमार हुँदाखेरि चाहिँ मैले यति बेसी बिमार हुँदाखेरि पनि होइन